आजको क्लास चाहिँ के भन्छ अरे लोकसेवाको लागि इम्पोर्टेन्ट छ। लोकसेवाको लागि त्यो स्टाफ नर्स र के भन्छ अरे एएचडब्ल्यू र एएनएम हेल्थ सम्बन्धी इम्पोर्टेन्ट छ। यही त लोकसेवाको लागि छ। अब हामी आज पढ्ने हो फार्मेसी फार्माकोलोजीबाट केही पोइन्टहरू आउँछ इक्जाममा। त्यो क्वेसन हामी आज जुन क्वेसन इम्पोर्टेन्ट छ त्यो क्वेसनको बारेमा भन्दैछु। अनि गोल्डन पोइन्टहरू लेख्नुहोस् है। यो पोइन्टहरू चाहिँ इक्जाममा आउन सकिन्छ। पोइन्टहरू इक्जाममा आउन सकिन्छ। ल फर्स्ट अफ अल के हुन्छ मेकानिजम अफ ड्रग एडमिनिस्ट्रेसन गोल्डन पॉइंट फॉर लोक सेवा। गोल्डन पॉइंट फॉर लोक सेवा यो चाहिए कसको लागि हो HA staff nurse ANM and AHW भनेको CMA को लागि इम्पोर्टेन्ट छ। फर्स्टमा के हुन्छ द मेकानिजम अफ ड्रग एडमिनिस्ट्रेसन। द मेकानिजम of drug administration. The mechanism of drug administration fall under pharmacokinetics. के भन्छ द मेकानिजम अफ ड्रग एडमिनिस्ट्रेसन। ड्रग एडमिनिस्ट्रेसन के हो है फार्माकोकाइनेटिक्स हो। र त्यो ड्रगको काम एक्सन गर्छ नि बडीमा गएर त्यसलाई के भन्छ फार्माकोडाइनामिक्स भन्छ। द मेकानिजम अफ एक्सन अफ drug fall under pharmacodynamics action of the drug। एग्जाममा हामीलाई के सोध्यो भने द मेकानिजम अफ ड्रग अफ एडमिनिस्ट्रेसन फल अन्डर त्यहाँ अप्सन हुन्छ चारवटा। अप्सन हुन्छ फार्माकोकाइनेटिक्स फार्माकोडाइनामिक्स एउटा अरू के हुन्छ। त हामीलाई के सोच्नुपर्छ ड्रग एडमिनिस्ट्रेसन। हामीले जुन ड्रग हामी शरीरमा लिन्छौँ नि त्यो लिने प्रक्रियालाई के भन्छ फार्माकोकाइनेटिक्स। र जब त्यो ड्रग शरीरभित्र गएपछि काम गर्न थाल्छ एक्सन गर्न थाल्छ त्यो एक्सनलाई के भने फार्माकोडाइनामिक्स। एक्सन अफ ड्रग यहाँ हेर्नु एक्सन अफ ड्रग फार्माकोडाइनामिक्स र ड्रग एडमिनिस्ट्रेसन फार्माकोकाइनेटिक्समा पर्छ। अब एउटा के अब यो चाहिँ अब फादर फार्मेसी यति इम्पोर्टेन्ट भएन स्टाफ नर्सको लागि यो चाहिँ फार्मेसीको लागि भयो। द स्टडी अफ डोज यो अलिक क्वेसन इम्पोर्टेन्ट छ। स्टडी अफ डोज अफ ड्रग इज कॉल्ड पोसोलॉजी। द स्टडी अफ डोज अफ ड्रग को बारेमा अध्ययन गर्नलाई के भन्छ पोसोलॉजी भनिन्छ हैन। अब साइड इफेक्टहरुको टक्सिक इफेक्टको बारेमा अनडिजायरेबल
undesirable but not avoidable, but undesirable but not but unavoidable, 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 desirable but not but unavoidable pharmacodynamic effect of drug. Pharmacodynamics effects of drug is called side effects. के भन्छ जब एक्जाममा हामीलाई दुईवटा शब्द अनडिजाइरेबल बट अनएभाइडेबल फार्माकोडाइल इफेक्ट आयो भने त्यतिखेर हामी केमा टिक लगाउने साइड इफेक्टमा साइड इफेक्ट हुन्छ र कुनै ड्रग ओभरडोज लियो भने त्यो साइड इफेक्टलाई के भन्छ टक्सिक इफेक्ट भन्छ unwanted effect by the overdose of drug unwanted effect by the overdose of drugs or prolonged use of drugs or prolonged use of drug is called toxic effect. एक्जाममा अनडिजाइरेबल अनएभाइडेबल शब्द आयो भने साइड इफेक्ट र एक्जाममा इफेक्ट ड्यु टु ओभरडोज अफ ड्रग रह्यो भने के हुन्छ इन्सर्ट टक्सिक इफेक्ट हुन्छ कुनै ड्रगलाई हामी ओभरडोजमा खायो भने वा प्रलङ्ड टाइमसम्म युज गर्यो भने त्यो इफेक्ट के हुन्छ त्यो इफेक्टलाई के भन्छ टक्सिक इफेक्ट हुन्छ solid drug administered in rectum is a suppository administered in rectum is called enema. कुनै ड्रग सोलिड फर्ममा यदि रेक्टममा दियो भने त्यसलाई भन्छ सुपोसाइटरी भनिन्छ र कुनै ड्रग लिक्विड फर्ममा यदि रेक्टममा दियो कुनै ड्रग लिक्विड फर्ममा हुन्छ त्यो रेक्टममा दियो भने इनेमा हुन्छ लिक्विड ड्रग एडमिनिस्टर इन रेक्टम लिक्विड फर्मको ड्रग यदि रेक्टममा एडमिनिस्टर गर्यो भने त्यसलाई इनेमा भनिन्छ र सोलिड फर्मको ड्रग रेक्टममा एडमिनिस्टर गर्यो भने त्यसलाई सुपोसाइटरी भनिन्छ New drug of NSAID is Nimesulide. Nimesulide हुन्छ NSAID को ड्रग हो Nimesulide हो
अब के भन्छ फर्स्ट antibiotic used clinically is penicillin. फर्स्ट एन्टिबायोटिक युज क्लिनिकली पहिला सबैभन्दा पहिला एन्टिबायोटिक कुन युज गर्यो पेनिसिलिन गर्यो सबैभन्दा पहिला क्लिनिकली most commonly used cephalosporin is यहाँ देख्दैन होला सायद त्यही भएर म त्यसलाई लेख्छु मोस्ट कमनली युज cephalosporin is थर्ड जेनेरेसन एकचोटि म राम्रोसँग भनिदिन्छु यदि इक्जाममा मेकानिजम अफ ड्रग एडमिनिस्ट्रेसन फल अन्डर यस्तो ड्रग हामी ड्रग खान्छौँ एडमिनिस्ट्रेसन भनेको ड्रग दिनु त्यो के भयो फार्माकोकाइनेटिक्स भयो र जब हामी ड्रग खाएपछि त्यो ड्रग बडीमा गएर एक्सन गर्छ नि त्यो एक्सन के हो फार्माकोडाइनामिक्स हो द मेकानिजम अफ एक्सन अफ ड्रग एक्सन जहाँ एक्सन आयो भने एक्सन ड्रग आयो भने त्यो केमा पर्छ फार्माकोडाइनामिक्समा पर्छ अब दो स्टडी अफ डोज अफ ड्रगको अध्ययन गर्नलाई के भनिन्छ पोसोलोजी भनिन्छ इक्जाममा जहाँ अनडिराइडेबल र अनएभाइडेबल शब्द जोडेर आयो भने त्यो के हुन्छ साइड इफेक्ट हुन्छ र कुनै ड्रगलाई यदि हामी ओभरडोज लियो भने वा त्यो ड्रगलाई प्रोलङ्ड टाइमसम्म युज गर्यो भने हामीलाई इफेक्ट हुन्छ त्यो इफेक्टलाई के भन्छ टक्सिक इफेक्ट भनिन्छ टक्सिक इफेक्ट र कुनै ड्रगलाई सोलिड फर्ममा यदि रेक्टममा एडमिनिस्टर गर्यो भने मतलब दियो भने त्यसलाई के भन्छ सुपोसाइटरी र कुनै ड्रगलाई लिक्विड फर्ममा रेक्टममा इन्सर्ट गर्यो भने त्यसलाई के भन्छ इनेमा अब एनएसएआइडीको नयाँ ड्रग के हो निम्सुलाइड हो फर्स्ट एन्टिबायोटिक युज क्लिनिकली सबैभन्दा पहिला कुन एन्टिबायोटिक युज भयो पेनिसिलिन युज भयो र मोस्ट कमनली युज cephalosporin antibiotic इज के हो थर्ड जेनेरेसन एन्टिबायोटिक हो थ्याङ्क यू अब कतिवटा इम्पोर्टेन्ट पोइन्ट भयो यो एउटा भयो दुईवटा भयो तीनवटा भयो चारवटा भयो पाँचवटा भयो छवटा भयो सातवटा आठवटा नौवटा दसवटा अब 10वटा चाहिँ नेक्स्ट क्लासमा म तपाईँहरूलाई इम्पोर्टेन्ट क्वेसन